जङ्गलमा पाइने यस्ता सुकेका या मर्न लागेका रुखहरू बायोडाइभर्सिटीको हिसाबले हेर्नुपर्दा एकदम धेरै महत्त्वपूर्ण हुन्छन्। यस्ता रुखहरूले विभिन्न स्पेसिसहरूलाई चाहिँ वासस्थान दिएका हुन्छन्। जस्तै यो रुखमा तपाईँले अहिले देख्नुहुन्छ, यो रुखको वरिपरि एक किसिमको फङ्गी आएको छ। यो फङ्गीको नाम चाहिँ पोलिपोर्स फङ्गी भन्छ। यो फङ्गीका साथसाथै यो रुखमा विभिन्न किसिमका किराहरू बस्न सक्छन्। त्यसको साथसाथै विभिन्न किसिमका चराचुरुङ्गीहरूले पनि यस्ता सुकेका रुखहरूमा चाहिँ गुड बनाउन सक्छन्। तपाईँले नेचुरल फरेस्ट छ जहाँ मानिसको एक्टिभिटिज कम छ भने तपाईँले यस्ता किसिमका सुकेका मरेका रुखहरू टन्न देख्नुहुन्छ, जसले चाहिँ आफू मर्छन् र अरू विभिन्न खालको बायोडाइभर्सिटीलाई एक किसिमको स्थान दिन्छन्। त्यसको साथसाथै नयाँ आउने पुस्ता, नयाँ बोट बिरुवालाई पनि यिनीहरूले ठाउँ खाली गरिदिन्छन्। यसलाई नेचुरल सक्सेसन पनि भनिन्छ। यो सबै जातिमा, इभन ह्युमन बिङ्समा पनि यही हो।